जय मसी सबैलाई। आजको दिनदेखि नोभेम्बर महिना पनि सुरु भएको छ अनि म तपाईहरुलाई इन्करेज गर्न चाहन्छु, आउनुस् तपाईहरु मसँग मिलिकिन आफ्नो परिवारको लागि यो कुरा घोषणा गर्नेछौँ। मेरो परिवार चाहिँ परम प्रभुको हो। यो कुरालाई हामी घोषणा गरौँ प्रिय, जसरी नोभेम्बरमा हामी हिँडिरहेका छौँ यो कुरा डिक्लेयर गरौँ कि मेरो परिवार परम प्रभुको हो। मेरो परिवार चाहिँ परमेश्वरको उद्देश्य, शान्ति अनि परमेश्वरको सुरक्षामा हिँड्नेछ। यो घोषणा गरौँ कि मेरो परिवारको विरुद्धमा शैतानले बनाएको कुनै पनि हात हतियार सफल हुन पाउने छैन। अनि यो घोषणा गरौँ कि मेरो परिवारले परम प्रभुको सेवकाई गर्नेछ। मेरो नानीहरू परम प्रभुबाट सिकाएको हुनेछ। मेरो परिवार प्रेम, एकता, शान्तिमा हिँड्नेछ अनि मेरो परिवारमा कुनै पनि विवाद, कुनै पनि कन्फ्युजनका कुराहरू आउने छैन। यो घोषणा गरौँ कि मेरो परिवार चाहिँ विश्वासमा बलियो, दह्रो अनि आत्मामा अनि शक्तिमा परमेश्वरको आत्माको फलमा फल्दै फुल्दै वृद्धि हुने जानेछ। अनि यो घोषणा गरौँ कि मेरो परिवार चाहिँ विजयमा हिँड्नेछ, मेरो परिवार चाहिँ ज्ञानमा हिँड्नेछ अनि मेरो परिवार चाहिँ परमेश्वरको शान्ति, उन्नति अनि उहाँको अनुग्रहमा हिँड्नेछ। प्रिय, म आजको दिन जसरी यो महिना सुरु भइरहेको छ, म तपाईलाई इन्करेज गर्न चाहन्छु, तपाईले यो महिनाभरि यो कुरालाई तपाईको परिवारमा, तपाईको जीवनमा घोषणा गर्नुहोस् अनि परमेश्वरले तपाईको परिवारमा, तपाईको जीवनमा शक्तिशाली काम गर्न गइराख्नु भएको छ। प्रिय, यो कुरालाई याद गर्नुहोस्, शैतानले बनाएको कुनै पनि हात हतियार तपाई अनि तपाईको परिवारमा सफल हुन पाउने छैन। यो महिना तपाईको लागि विजयको महिना भएको छ। यो महिना तपाईको लागि उन्नतिको महिना भएर जानेछ। यो महिना तपाईको लागि शान्तिको महिना भएर जानेछ। यो महिना परमेश्वरले यो वर्ष जुन चाहिँ उद्देश्य तपाईको जीवनमा राख्नु भएको थियो, त्यो उद्देश्यलाई उहाँले पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईलाई आशिष दिएको हुन्। आमेन।